आंटी दर्शन नमस्ते दिदी माल सामने यति राखौँ अब यहाँ हाम्रो साथी उमेशको घर अब यहाँ चाहिँ त्यसको सेउवा पोल्ने चाहिँ माथि छ सेउवा पोल्ने ल्याउनु पर्ने छ सेउवा पोलेर खाएपछि नाकपछि बबाल हुन्छ कोसी जाने कोसीकै छेउछाउतिर जाने होइन अब हामी चाहिँ अहिले त्यहीँ जाँदैछौँ अनि साथी आउँदैछौँ त्यो सेउवा झिकेर चाहिँ हामी पक्कै पनि त्यहाँ पुग्छौँ एकदम सिङ्गली पुग्छौँ है सिधै एलन एलन हेर्दा एलन पनि निकाले सुँगुर पनि निकाले कस्तो बेला जानेको के छ उमेश उमेश हेलो व्हाट्सअप गाइज त्यो हाम्रो उमेश दोस्त अहिले देखाएको चाहिँ यही है त्यसलाई काटेर अब दामी भाइरल हुन्छ कपाल आइसकेको छ एकदम मजाले क्लानको उड्नेवाला छ नि त्यो उड्दाखेरि हाम्रो एकदम तम तयार साथ छन् त्यो पनि त्यहाँबाट अनलिमिटेड स्रोच रक्सी पनि खान्छौ हामी सोल्यु साझा क्या रक्सी खान्छु तपाईँ पनि यस्तो तपाईँले अनि हामी थाहा गरी खानु पर्ने थाहा पाउनु लागि त होइन म त हामी खाँदै खानु तपाईँ कसरी थाहा पाउनुहुन्छ थाहा पाउने हो भने हामी ल हामी खान्छौँ नि खायो भने भनेको उयो नै हो होइन एउटा हाल्दै हामी हिँडेको सरसामान रेडी होइन केटा हो मै गएर भिडियो बनाउने अब हामी हिँडेको अब हामी डाइरेक्ट कोसी पुगेर भिडियो बनाउँछौँ भने सर हामी हाम्रो स्पटमा आइसकेको छौँ यो कोसी यता पुरै यो बालुवाहरू छ केटाहरू उयो गर्दैछ बाइक फस्यो जाँदैन ओके फाइनली निक्लेको छौँ हामी हाम्रो स्पटमा आइसकेको थियौँ पक्कै पनि यहाँ देख्नुहुन्छ कोसी ओ म्याम सर ए बाबु खोजी गरे बाबु खोजी दिगो बिच आई विल फक यू कोसी अहिले बेलुकाको त्यस्तै 6:30 भइसकेको छ यतै मान्छे जलाउने ठाउँ पनि यतै है अलिकति निकै यो हन्टेड टाइप ठाउँ पनि अब मान्छेहरू जलाउने ज्याला छ उहाँ माथि नाउँहरू छ यहाँ सरले झिक्दैन सरसँग यहाँ चिकन यहाँ छ सेतो पोल्ने यहाँ छ आगो फल्ने यहाँ छ कोइलाको कोइला बल्दैछ सुरज सरले कोइला बाल्दै हुनुहुन्छ होइन कोइला बालेपछि यसको माल सामानलाई के कसरी गर्ने व्यवस्था त्यो भइहाल्छ ओम भगवान विष्णु मङ्गलम पढ्दै यस चुवा चाहिँ अहिले यसमा सेकाउनु हो नि त सेकाउनु हो नि त सेकाउनु हो क्या चियाले बेलुकाको 7 भइसक्यो 8 भइसक्यो तर जे स्यारे हाम्रो बोन चाहिँ खत्रै भइसक्यो है सुरक्षा ए हैन यसो विचार गर्छु कि अरूहरुहरूको पनि साथीहरु हैन मस्त बोल्दैछ भगवान पुण्य गाछ गाडा मुजी मुजी म्याउ स्वा हामी निक्लिन आँटेको होइन एकदम रमाइलो हो साथीहरूको क्षण यस्तै बेला मौकामै हो है ल अब हामी चाहिँ सकेर यता हाम्रोबाट यता छ अब कोसीको तिर सकियो हाम्रो क्याम्पिङ पुरै बाइक फसिरहेछ ठेलै के
ल आज यो हाम्रो ब्लग यही अन्त गर्छु प्लिज हेरेर लाइक कमेन्ट गरिदिनु होला धन्यवाद।